यो रिङ्गर नबजेर चाहिँ यो समस्यामा आएको थियो। यो चाहिँ कतै देखाउनु भएको रहेछ र त्यहाँ चाहिँ बनाउन नसकेर यहाँ चाहिँ आउनु भएको थियो बिहानै चाहिँ पसल खोल्ने बित्तिकै। र उहाँको यो मोबाइल चाहिँ मैले रिपेयरिङ गर्नलाई प्रयास गरिरहेको छु। फाइनल्ली यो चाहिँ तयार भइसकेको छ। यो रियलमी 7 को स्पिकर चाहिँ बनिसकेको छ र अगाडिपट्टिको यो टच स्क्रिन पनि फुटेको कारणले गर्दाखेरि यो फुटेको नदेखिनलाई चाहिँ यो प्राइभेसी स्टिकर चाहिँ यो राख्न थालेको छु। उहाँले त्यही रिकमेन्ड गर्नुभयो र यसमा चाहिँ पछाडिपट्टिको ब्याक प्यानलमा चाहिँ यो ऱ्याप्सी यो स्टिकर पनि हाल्ने भन्नुभएको छ। अलिकति रफ देखिएको छ, त्यसको लागि चाहिँ यो पनि हाल्ने भन्नुभएको छ। यो फाइनल्ली चाहिँ हामीले यो स्टिकर लगाएका छौँ। अब यो एक साइडबाट चाहिँ मैले स्टिकर लगाइसकेको छु। यसको दुई पार्टमा आउँछ। यो चाहिँ लगाउन निकै सजिलो पनि हुन्छ र अर्को पार्ट पनि मैले लगाइसकेको छु। अहिलेमा राम्रो फिनिसिङ भइसकेपछि तपाईँहरूलाई देखाउँछु मैले। फाइनल्ली मैले चाहिँ यो ब्ल्याकवाला म्याटवाला यो स्टिकर चाहिँ लगाइसकेको छु र फुटेको पनि खासै देखिएको छैन। निकै राम्रो र क्लासिक देखिएको छ। अगाडिपट्टिको साइडमा एकदमै राम्रो देखिएको छ। यो चाहिँ अब हालिसकेपछि ऱ्याप्सी हालिसकेपछि फाइनली गाइज चाहिँ यो एकदमै फ्रेस कन्डिसनमा चाहिँ देखिएको छ। अहिले निकै राम्रो चाहिँ यो स्टिकर देखिएको छ। मोबाइल चाहिँ मैले कस्टमरलाई दिन लागिरहेको छु। कस्तो हुन्छ ले नि दाजु। यो मोबाइल कस्तो लाग्यो त हजुरलाई चाहिँ यो सर्भिस? यो चाहिँ ऱ्याप्सी हालेको अनि स्टिकर हालेको त्यसपछि आएर तपाईँलाई रिपेयरिङ गराएर दिएछौँ हामीले होइन, कस्तो लाग्यो त यो? एकदमै राम्रो लाग्यो। दाइकोमा आइदिनु भयो अनि पहिला पनि अन्त्य पनि देखाएको हो, त्यही पनि बनेन, यहाँ आएर बन्यो अनि पछाडि पनि राम्रै स्टाफ दिनुभएको छ। यति हो, धन्यवाद दाइ। यस्तै किसिमका मोबाइलहरू चाहिँ तपाईँहरूसँग छ भने हामीसँग चाहिँ लिएर आउन सक्नुहुनेछ। बिग्रेका मोबाइल र पछाडिपट्टि ऱ्याप्सी स्टिकरहरू हाल्नुपर्ने छ भने र मोबाइलको सम्पूर्ण कामको लागि चाहिँ यदि सम्झिन सक्नुहुन्छ एभरेस्ट मोबाइल सेन्टर, बुटवल, मल्ली कम्प्लेक्स। धन्यवाद।